संसदमा बालेन्द्र शाहको वाकआउट। यो बालेन्द्र शाहको वाकआउट होइन, राष्ट्रपतिको नकआउट हो। संसदीय भाषामा वाकआउट भन्नाले कसैले संसदमा सम्बोधन गरिरहँदा मौन रूपमा विरोध जनाएर बाहिर निस्कनुलाई वाकआउट भनिन्छ। सामान्यतया यो हेड अफ द स्टेटले, राजाले रानीका प्रतिनिधिहरू जस्तो कि क्यानाडा, अस्ट्रेलिया लगायतमा हुने गर्छ। यो धेरै मिडियाले नबुझेर यसलाई भनिदिए अमर्यादित व्यवहार भनेर। यो अमर्यादित र असभ्य होइन, यो अभ्यास हो संसदीय इतिहासको, संसदीय परम्पराको। राष्ट्रपतिको अनुहार अब बालेन्द्र शाहले संसदमा यसरी संयुक्त सदनलाई सम्बोधन गर्दै गरेको हेर्नुहुन्न। प्रतिपक्षीको वाकआउट थियो भने हेर्नुहुन्न भन्न हुन्न थियो, फेरि पनि विरोध उनीहरू जनाउन आउँथे। तर सत्ता पक्षकै प्रधानमन्त्रीकै यो वाकआउट भएको हुनाले अब उहाँले हेर्नुहुन्न। राष्ट्रपतिलाई फेरि संसद आउन नसक्ने बनाउनुपर्छ कानुनी हिसाबले। उहाँले अनैतिक रूपमा, गैर कानुनी रूपमा राज्यकोषबाट गलत ढङ्गले पैसा लिएर निजी स्वास्थ्य उपचार गराउनु भएको छ। सामान्यतया मोसन अफ थ्याङ्क्स भनिन्छ इङ्ग्लिसमा। राष्ट्राध्यक्षले आफ्नो सम्बोधन पश्चात उहाँलाई धन्यवाद दिने बेलामा यसरी बाहिर निस्कने चलन अधिकांश मुलुकहरूमा हो। तथापि बिचैमा पनि निस्कन सकिन्छ। यो त्यहाँ सत्ता पक्षकै तर्फबाट प्रधानमन्त्रीले यसरी बाहिर निस्किसकेपछि राष्ट्रपति व्यक्तिगत रूपमा चाहिँ गलत हुनुहुन्छ भन्ने सन्देश हो। चाणक्यले नन्दवंशलाई सल्लाह दिँदा उहाँको अपमान भएपछि उहाँले सभा छोडेर निस्केर अब यो वंशको अन्त्य नगरिकन म आउने छैन भनेर निस्कनु भएको थियो। त्यो पनि वाकआउटै थियो। धेरै यस्तो हुने गर्छ। यो अहिलेको प्रधानमन्त्रीको वाकआउट भनेको राष्ट्रपति अयोग्य हुनुहुन्छ भन्ने हो, राष्ट्रपतिले राजीनामा दिनुपर्छ भन्ने हो। किनकि यो सत्ता पक्षबाट भएको, प्रधानमन्त्रीबाट भएको वाकआउट हो। सन् 2018 मा, सन् 2024 मा युगान्डामा, जिम्बाब्वेमा यस्तो भएको छ। क्यानाडाको संसदमा रानीका प्रतिनिधि, गभर्नर जनरलले सम्बोधन गर्ने चलन छ। त्यसमा पनि यस्तो हुने गर्छ। यो अभ्यास हो। तर नेपालका मिडियाहरूले, अति जान्ने सुन्नेहरूले यसलाई अमर्यादित र असभ्य भने यो अभ्यासकै एउटा पाटो हो कि राष्ट्रपति प्रति प्रधानमन्त्रीको असहमति छ र राष्ट्रपतिलाई उहाँले विरोध जनाउनु भएको छ। अब राष्ट्रपतिलाई प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा मुख हेर्नुहुन्न। यसको जम्मा संकेत यो हो र यसरी बुझ्नुपर्छ।